सबैजनालाई नमस्कार। खड्का बिजुली पसलबाट हामीलाई चाहिँ आज बाघमाराको काम मिलेको थियो। 3 कोठा 4 कोठाको एउटा चाहिँ पारी छ, हेर्न सक्नुहुन्छ। अनि हाम्रो काम चाहिँ आज एक दिनमै हामीले सबै भ्याइदिएको हेर्न सक्नुहुन्छ। यति बेला काम हाम्रो हाम्रो काम चाहिँ भइसकेको छ। बिहान 11 बजे आएको, अहिले 4-5 बजे। काम चाहिँ भइसकेको छ हाम्रो बाघमाराको काम गर्दैछौँ। अब होल्डर लाउनु बाँकी छ गर्नुहुन्छ। अब चाहिँ हाम्रो एउटा 1 कोठाको बाँकी थियो, उहाँ काम पनि देखाइदिन्छु हजुरलाई। वायरिङ रिपेयरिङ, पुरानो घर वायरिङ सबै गर्नुहुन्छ भने चाहिँ हामीलाई कन्ट्याक्ट गर्नु होला। खड्का बिजुली पसलबाट नम्बर छोडिदिन्छु लिङ्कमा। आजको हाम्रो काम चाहिँ भ्याइयो। 4 कोठाको एक दिनमा भ्याइदिउँ हामीहरूले। हजुरलाई पनि चाँडोभन्दा चाँडो वायरिङ एक दिनमा भ्याइदिने मान्छे चाहिएको छ भनेको चाहिँ हामीलाई सम्पर्क गर्नु होला। मेरो नम्बर चाहिँ मैले लिङ्कमा छोडिदिन्छु। हेर्न सक्नुहुन्छ, हामी चाहिँ आफ्नो वायरिङको जो भने नि 4 कोठाको वायरिङ काम सकेर भर्खर बाघमाराबाट गर्नुभएको। कलर सब यसमै छ। अब के गर्नुपर्छ हुन्छ। हामी चाहिँ अहिले रातिको 9 बज्यो भर्खर भयो। के गर्नु, छोरा मान्छेको जिन्दगी यस्तै हुन्छ। काम गर्नुपर्छ जहाँ भए पनि। आफ्नो दुःख कसैलाई बुझाउनु छ र आफ्नो जे गरे पनि के गर्नु। हस्त धन्यवाद। मलाई सम्झिनु होला। मेरो चाहिँ भाइमा आफ्नो मेरो नम्बर छ। हस्त धन्यवाद।